दर्शकवृन्द, जेन्जी आन्दोलनको दमन र त्यसपछिको विध्वंसबारे जाँच गर्न गठित जाँचबुझ आयोगको पत्र बुझ्न अस्वीकार गर्दै आएका प्रमुख दलका दुई शीर्ष नेता अन्ततः आयोगको चेतावनीपछि झुकेका छन्। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सूचना निकालिने चेतावनीपछि आयोगको म्याद बुझेका हुन्। आयोगले दुवै नेतालाई व्यक्तिगत धारणा र जवाफ दिन आग्रह गर्दै पत्र पठाएको थियो, तर व्यक्तिगत सुरक्षा अधिकृत मार्फत म्याद तामेल गराउने प्रयास हुँदा दुवैले सुरुवाती चरणमा पत्र बुझ्न अस्वीकार गरेका थिए। देउवाले आफू 24 भदौको आगजनीबाट पीडित, घर जलेर विस्थापित भएको र जेन्जी आन्दोलनका बेला राज्यको कुनै जिम्मेवारीमा नरहेको दावी गर्दै यस्तो अवस्थामा किन बयान दिने भन्ने प्रश्न उठाएका थिए। त्यस्तै प्रचण्डले पनि जेन्जी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेता रहेको, सत्तामा रहेकाहरूमाथि खबरदारी गरिरहेको र उल्टै आफ्नै निवासमा आगजनी भएको अवस्थामा बयान दिनुपर्ने आधार के हो भन्दै पत्र बुझ्न अस्वीकार गरेका थिए। तर आयोगको तर्फबाट खटिएका कर्मचारी र सुरक्षा अधिकारीहरूले बयान लिने होइन, धारणा बुझ्नका लागि मात्र पठाइएको पत्र भएको स्पष्ट पारेका थिए। साथै पत्र नबुझेमा सार्वजनिक सञ्चार माध्यम मार्फत सूचना प्रकाशन गरिने र सहयोग नगरेको विवरण प्रतिवेदनमै समावेश गरिने कडा चेतावनी दिएका थिए। त्यसपछि दुवै नेताले केही घण्टाको फरकमा पत्र बुझेका प्रहरी स्रोतले जनाएको छ। पत्र बुझ्नुभयो, तर आयोगमा उपस्थित हुने कि लिखित जवाब पठाउने भन्ने बारे अझै निर्णय भएको छैन, म्याद तामेलमा संलग्न प्रहरी सम्बद्ध स्रोतले भन्यो। त्यस्तै नेपाली काङ्ग्रेसको 15औं महाधिवेशन वैशाख 28 देखि 31 गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ। जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पुनबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डाक्टर शशाङ्क कोइरालाले जानकारी दिए। पुस 26 देखि 28 सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए। महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेश गरेका थिए। यसअघि मङ्सिर 15 गतेको केन्द्रीय समितिको बैठकले पुस 26 देखि 28 गते महाधिवेशन गर्ने निर्णय गरेको थियो, तर उक्त निर्णय अनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ। महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले भने 54% महाधिवेशन प्रतिनिधिले माग गरे अनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन्। यस्तो छ पारित भएको नयाँ तालिका। चैत 21 गते वडा अधिवेशन, चैत 25 गते गाउँ नगर अधिवेशन, चैत 28 गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, वैशाख 2 गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन, वैशाख 5 गते 2 वा 2 भन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन, वैशाख 10, 11 र 12 गते प्रदेश अधिवेशन, वैशाख 28, 29, 30 र 31 गते केन्द्रीय अधिवेशन रहेको छ। त्यस्तै नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको भन्दै प्रश्न गरेका छन्। पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ। उक्त बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा थापाले यस्तो प्रश्न गरेका हुन्। अहिलेसम्म मेरो अपेक्षा भनेको पार्टी सभापति ज्यूले पटक पटक पार्टी फुट्न दिन्न, पार्टीलाई अप्ठ्यारोमा पर्न दिन्न, कम्तीमा मेरो जीवनमा पार्टीलाई अप्ठ्यारोमा पर्न दिन्न भन्नुभएको हुनाले पहिलो कुरा यो विशेष अधिवेशन उहाँ शेरबहादुर देउवाले नै डाक्नुहुन्छ, केन्द्रले नै डाक्छ। थापाले भनेका छन्, नहुँदै गर्दा पनि विशेष महाधिवेशनमा जाने मेरो जिम्मेवारी हो भन्ने विश्वास राखेर मैले बोल्छु। त्यो विश्वास भन्दा पर म जान्न। लगतै थापालाई पार्टी सभापतिले विशेष महाधिवेशन भयो भने पार्टी फुट्न सक्छ त भन्नुभयो, त्यो फुट्न दिन्न भन्ने कुरा आयो नि भन्ने प्रश्न सञ्चारकर्मीले गरेका थिए। सो क्रममा उनले जवाफ दिँदै भने, त्यसो भए त्यो विधानमा किन लेखेको, विधानमा विशेष महाधिवेशन गर्ने व्यवस्था किन लेखेको? त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँग एकता गर्ने सहमति गरेको कुलमान घिसिङ संरक्षित दल उज्यालो पार्टी नेपाल समानुपातिक उम्मेद्वारहरूको छुट्टै सूची बोकेर पुनर्निर्वाचन आयोग पुगेको छ।
आयोग स्रोतले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो सो पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय आफै आयोगमा पुगेका थिए। उनीहरू सहित अर्का एकजना सदस्य पनि आयोगमा छुट्टै बन्द सूची बोकेर पुगेका थिए। उनीहरू दिउँसो 3 बजे आसपास आयोग पुगेका थिए, तर समानुपातिको बन्द सूची पेश गर्ने समय सीमा घर्किसकेको भन्दै आयोगले उनीहरूलाई फर्काइदिएको हो। उनीहरूले प्रमुख कार्यवाहक आयुक्त रामप्रसाद भण्डारी समक्ष हामीले 50,000 बुझाएर रसिद लिइसकेका छौँ, 110 जनाको लिस्ट पेश गर्न पाउनु पर्यो भनेर प्रस्ताव राखेका थिए। भण्डारीले भने उनीहरूलाई कानुन शाखा पठाइदिए। कानुन शाखाले कुनै हालतमा मिल्दैन भन्ने जवाब दिएपछि उनीहरू फर्किएका छन्। अनुप कुमार आफै रासपाबाट समानुपातिको सूचीमा रहेका व्यक्ति हुन्। उनी आफैले रासपासँगको एकतामा समेत हस्ताक्षर गरेका थिए। उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा आफ्नो पार्टीमा व्यापक असन्तुष्टि रहेको दाबी गरे। पार्टीभित्र व्यापक असन्तुष्टि छ, तलका लेयरका मान्छे धान्ने गाह्रो भइसक्यो, त्यसैले पनि एकता प्रक्रिया छिटो टुङ्गोमा पुर्याउनु आवश्यक छ, नत्र जे पनि हुन सक्छ, ती केन्द्रीय सदस्य भन्छन्। रासपाले संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका विषयमा स्पष्ट बन्नुपर्ने मत आफ्नो पार्टीमा रहेको ती सदस्यको दाबी छ। अस्ति सहमति हुँदा पनि छलफल गरौँला भन्ने कुरा भयो, अब हामीलाई लिखित नै हुनुपर्छ भनेका छौँ, उनले भने। दर्शकबिन, तपाईलाई आजको यस खबर सुनेर मनमा कस्तो प्रसङ्ग आयो, तपाईको मनमा लागेको कुरा तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। फेरि पनि यस्तै खबरको लागि च्यानललाई सब्स्क्राइब गरिरहनु होला। फेरि पनि यस्तै खबर लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि चाहिँ बिदा दिनुहोला। हस्त नमस्कार, जय नेपाल।